नेपालमै बन्यो पानीबाट खाना पकाउने ग्यास, सफल भयो हाइड्रोजन प्रविधिको परीक्षण, एलपीजी भन्दा सस्तो पर्ने। त्यसपछि नेपालमा पहिलो पटक लघु जलविद्युतबाट उत्पादित ग्रीन हाइड्रोजन प्रयोग गरेर खाना पकाउने प्रविधिको सफल परीक्षण गरिएको छ। बागलुङको बडीगाड गाउँपालिका स्थित गिरिग्दो खोला लघु जलविद्युत आयोजनामा सञ्चालन गरिएको पाइलट परियोजनामा यो प्रविधिको सफल परीक्षण भएको हो। नेपाल इनर्जी फाउन्डेसनका प्रबन्ध निर्देशक दिल्ली घिमिरेका अनुसार दिउँसो र रातिको समयमा खेर जाने बिजुलीलाई हाइड्रोजन ऊर्जामा बदल्ने प्रयास सफल भएको हो। यो प्रविधिको विकासका लागि काठमाडौँ विश्वविद्यालय, स्विजरल्यान्ड र युकेका विभिन्न संस्थाहरूसँग मिलेर विगत 3 वर्षदेखि अनुसन्धान भइरहेको थियो। लघु जलविद्युतको बिजुली प्रयोग गरी इलेक्ट्रोलाइजर मार्फत पानीबाट हाइड्रोजन निकालिन्छ र त्यसलाई विशेष ग्यास सिलिन्डरमा भरिन्छ। हाल यो ग्यास र यसैका लागि तयार पारिएको विशेष चुलो गिरग्दी खोला जलविद्युत आयोजनाको कार्यालयको भान्सामा सफलतापूर्वक प्रयोग भइरहेको छ। व्यावसायिक रूपमा उत्पादन गर्ने हो भने यो प्रविधि एलपीजी ग्यास भन्दा सस्तो पर्ने दाबी गरिएको छ। यो प्रविधिलाई व्यावसायिक रूपमा अघि बढाउन सरकारले तत्काल हाइड्रोजन सम्बन्धी स्पष्ट नीति, कानून, नियमनकारी निकाय र सिलिन्डर तथा चुलोको राष्ट्रिय गुणस्तर मापदण्ड तोक्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।